This content is for entertainment purposes only. All characters, stories, and scenarios are fictional. Any resemblance to a real person or event is purely coincidental. This is not professional advice. Your reliance on this information is strictly at your own risk. बाबाजी ढोकले आशीर्वाद छ बाबाको आशीर्वाद। बाबाजी मेरो हात हेरिदिनु पर्यो। हरिओम मबाको ठाउँमा आएको छ यो पात देखाउनलाई आफ्नो सानो सानो हात मैले भनेको मानिनस् भने हान्छु तँलाई लात। आफ्नो जिन्दगी सुधार्नु छ भने मैले जे भन्छु गरिजा, मैले भनेको नपत्याए भोलिपल्टै मरिजा। म भविष्यमा के चाहिँ भन्छु त्यो चाहिँ भनिहाल्छ। हेर्छु मान्छेको हात म हुँ बाबा चमत्कारी, भविष्यमा बन्छस् त एक नम्बरको आतंककारी। साँच्ची हो? हुन त हो तर तिमी को हो, म जे हो त्यो तिमी नहो। मैले भनेको सबै कुरा हुनेछ पक्का, यसरी नै हाँसिस् भने दाँत झारिदिन्छु छक्का। बाबाजी चरणमा ढोक्दै। बाबु मेरो चरण त्यहाँ हो नि, यहाँ होइन। बाबाजी मेरो जिन्दगीमा धेरै समस्या छन्, समस्याको समाधान गरिदिनु पर्यो। उठ बालक, म ध्यान गर्छु, तिम्रो समस्या सबै यसमा लेख। ओके। लेख्यो बाबाजी। अब त्यो समस्यालाई साइडमा राखेर तिमी पनि मसँग ध्यान गर। जबसम्म मैले भन्दिनँ तबसम्म आफ्नो आँखा नखोल। मैले तिमीलाई यो समस्या किन लेख्न लाग्यो भने तिम्रो मन धेरै चिन्तित रहेछ, अलिकति लेखेर तिम्रो मनले अरू केही सोच्ने मौका पाओस् भनेर। अब म तिम्रो त्यो लिस्टमा के लेखेको छ 2 मिनटभित्र सबै भनिदिन्छु, आँखा नखोली नहेरी। आँखा बन्द ध्यान गर्ने। हात माथि, धोरा खुट्टा माथि, मैसँग ध्यान गर्ने, आँखा नखोल्ने। अब आँखा खोल, हात मुनि। मैले आँखा खोलेको छु त? थाहा छैन बाबाजी। थाहा छैन, मलाई हेर अनि भन्। छैन बाबाजी। हो, मैले आँखा नखोली तैँले लेखेको नपढी तेरो समस्या सबै थाहा पाइसके। भनम, भन्नुहोस् बाबाजी। नजिक आइजा। मनको कुरा थाहा पाउँछु, म हुँ बाबा चमत्कारी। घायल रहेछ यो केटो मायाको सिकारी, एउटी केटी मनमा रहेछ, उमेर भक्क 16 भएछ। मन पर्छ त्यो केटीको तिमीलाई गु देखे छाया, आँखा डेढो त्यो केटीको, एउटा दाया अर्को बाया। बोल्दिन त्यो केटी तिमीसँग खै किन, सके छैन तिमीले पनि झुन्डेर मरिदिन। हो बाबाजी, कसम थाहा बताउनु। चिन्ता नगर बालक, बाबा चमत्कारी छ जहाँ टेन्सन छ त्यहाँ। बाबा सबै बताइदिनुहोस् त अब। त्यो केटीलाई तिमीले फेसबुकमा, इन्स्टाग्राममा, युट्युबमा शुद्ध भोइस मेसेज पठायो, तर त्यसले सुनिन, हो कि होइन? हो बाबा, कसरी थाहा पाइराख्नु? किन सुनिन भनिदिउँ म? भन्नुहोस्। साँच्ची भन्नुहोस्। कसम? कसम। ल सुन, त्यो केटीलाई तिमीले भोइस मेसेज पठाउँदा दाँत नमाजी पठाएछौ अनि तिम्रो स्वास्थ्यलाई गनाएछ, त्यही भएर त्यसले तिम्रो भोइस मेसेज नसुनेको। तर म त दिनकै दाँत माग्छु त बाबाजी। दिनकै होइन बालक, याद गर त्यो दिन जुन दिन तैँले दाँत माझेको थिएनस्, तैँले बिर्सेको थिइस्, तैँले त्यो केटीलाई भोइस मेसेज पठाइस् अनि त्यसले सुनिन्। हो बाबा, त्यो दिन मैले दाँत माझेको थिइनँ। अब के गर्नु पर्यो बाबाजी यो समस्याको समाधान निकाल्नु? चिन्ता नगर बालक, बाबा चमत्कारीसँग सबै समस्याको समाधान छ। हेर, यो हो चमत्कारी ब्रस, यसले दाँत माझेपछि तिम्रो जति पनि गनावट थियो सबै हराउँछ अनि केटी तिम्रो नजिक नजिक हुन्छ। हो र बाबाजी, मलाई यो चाहियो नि त। त्यसो भए चाहियो भनेर कहाँ पाइयो? पैसा दिनु परेन? समाजसेवा गर्न बस्या माया, निकाल पैसा। कति पैसा बाबाजी? हुन त यो 10,000 को, तर तेरो अनुहार हेर्दा भिखारी जस्तो लाग्यो, तैँले 10,000 तिर्न सक्दैनस्, त्यही भएर तँलाई डिस्काउन्ट सहित जम्मा 9,999 रुपियाँ। हो र बाबा, पक्नै म एकछिन सोचेर भन्छु। बाबा तर मसँग त क्यासै छैन। चिन्ता नगर बालक, म चमत्कारीको साथै डिजिटल बाबा पनि हो। लगार के गर्नु? मैले केही बिर्सेको त छैन नि। ए ब्रस
बाबाजी ब्रस दिनु न। पैसा लाग्छ के को पैसा? ब्रसको पैसा अघि तिरेको होइन तपाईँलाई क्युआरमा? कहिले तिरिस तपाईँको मोबाइलमा भर्खर तिरेको। त्यहाँ हेर त के रे तपाईँको मोबाइलमा खोइ मोबाइल। म मोबाइलै चलाउँदिन सुनिए जी, बाबा जी, बाबा जी मेरो घरबार नभएको धेरै भइसक्यो, केटा खोजिदिनु पर्यो। अरे केटा किन चाहियो म छु त तपाईँ त बाबा हो, जोगी हो, तपाईँसँग कसरी हुन्छ घरबार? अरे के को बाबा के को जोगी म त नक्कली हो म त मान्छेलाई ठग्न बसेको बिहे गरेर मात्र भयो त बाबाजी, घर चलाउन धन चाहिएन। धन अरे धन कति चाहियो यो मैले चोरे ल्याएको 10 लाखको यो ब्यागमा 2 करोड रुपैयाँ छ सब मैले ठगी गरेर कमाएको अब तिमी गर न बिहे मसँग त्यसो भए तपाईँ आँखा बन्दाएर मेरो बारेमा सोच्नुहोस् न। सामान तिमी कता छौ सामान तिमी कता छौ ब्यागको पैसा तिमी कहाँ छौ गोलो गोलो मेडल कहाँ छौ शगना दी रात रात